नमस्कार साथीहरू, आज म तपाईहरूलाई एउटा सानो तथा महत्त्वपूर्ण कुरा भन्न चाहन्छु। जीवनमा सफल हुनका लागि सबैभन्दा ठूलो कुरा के हो भने हिम्मत नहार्नु नै हो। धेरै मानिसहरू सपना त देख्छन् तर सपना पूरा गर्ने हिम्मत गर्दैनन्। साथीहरू, याद राख्नुहोस्, सफलता कहिल्यै सजिलो बाटोबाट आउँदैन। सफलता आउँछ केवल मेहनतबाट, सङ्घर्षबाट र धैर्यबाट। जब तपाईँको जीवनमा समस्या आउँछ, धेरै मानिसहरू हार मान्छन्। तर जित्ने मानिस भनेको त्यो हो जो समस्या आए पनि अघि बढिरहन्छ। आज तपाईँ जहाँ हुनुहुन्छ त्यो अन्तिम ठाउँ होइन। यदि तपाईँले ठूलो सपना देख्नुभयो भने तपाईँको भविष्य पनि ठूलो हुन सक्छ। कहिलेकाहीँ जीवनले हामीलाई परदेश पुर्याउँछ, दुःख दिन्छ, एक्लोपन दिन्छ, तर याद राख्नुहोस्, दुःख अस्थायी हो तर मेहनतको फल अस्थायी हुन्। साथीहरू, आज तपाईँले गरेको सानो मेहनतले भोलि तपाईँको जीवन बदल्न सक्छ। यदि तपाईँ आज हार मान्नुहुन्छ भने भोलिको सफलता पनि गुमाउनुहुन्छ। सधैँ आफैलाई भन्नुहोस्, म सक्छु, म हार मान्दिन, म आफ्नो सपना पूरा गरेरै छोड्छु। सफल मानिसहरू र असफल मानिसहरू बीचको फरक एउटै हुन्छ। सफल मानिसहरू कहिल्यै हार मान्दैनन्। त्यसैले आजबाट एउटा निर्णय लिनुहोस्, डरलाई जित्ने, आलस्यलाई छोड्ने र आफ्नो लक्ष्यतिर अघि बढ्ने। याद राख्नुहोस्, सपना देख्नु राम्रो हो, तर सपना पूरा गर्न उठेर काम गर्नु अझ राम्रो हो। अन्त्यमा म तपाईहरूमाझ यही भन्न चाहन्छु कि यदि तपाईँले आफूलाई विश्वास गर्नुभयो भने संसारको कुनै पनि शक्तिले तपाईँलाई रोक्न सक्दैन। धन्यवाद। सफलता तपाईँको पर्खाइमा छ। लाइक, कमेन्ट, शेयर, सब्स्क्राइब पनि गरिदिनुहोला मन परेको खण्डमा।